अलि राम्रो आशिक दिनु न हौ। छैन के भनेको त यो फलस फुलोस सन्तानले डाँडा काँडा ढाकुन् भन्ने हो। ल आउ त को टिका लाउने लाइन ला केटा हो केटा टन्नै छ त यार लाउ न यार। त्यो स्याउ स्याउ चाहिँ काटेर ल्याउ यो नर्वेलहरु काटेर ल्याउ न। हँसिया लिएर आइज न। यहाँ बाघ आछ रे है बाघ खाले खाला नि फेरि। सो हेलो एन्ड नमस्ते वेलकम ब्याक माई च्यानल। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। र अहिले चाहिँ म गाडीमा छु होइन। अहिले बिहानको भर्खरै 8 बज्यो होइन। आज अष्टमीको दिन हो क्या अरे होइन। अष्टमीको दिन गाडी पूजा गरिरहेको छ यहाँ चाहिँ होइन। यो गाडी चाहिँ खास गरी कहाँ जाने हो भन्दाखेरि मनाङ मुस्ताङ जानु छ भने चाहिँ यो गाडीलाई कन्ट्याक्ट गर्नु होला। मेरो नम्बर 98 नम्बर तल यहाँ नम्बर डिस्क्रिप्सनमा राखिदिन्छु है गाइज। यो गाडी चाहिँ एकदम राम्रो छ होइन। अनि हजुरहरूलाई मनाङ मुस्ताङ जानु छ भने चाहिँ एकदम सस्तोमा लान्छ हाम्रो ड्राइभरले है। गाडी एकदम पुरै फ्रेस कन्डिसनमा छ होइन। नयाँ हो है। पुरै वाइफाई साइफाईको व्यवस्था छ होइन। पुरै छ होइन। हर्न बजाइदिनु केटा हो अहिले बस्दैन हुन्छ। केटाहरूले यहाँ पुरै पूजा गरिरहेछ होइन। गाइस तपाईँहरूलाई म देखाउँछु है ल हट् त। गाडी पूजा चाहिँ यहाँ टक्क लाएर यस्तो पुरै अबिर सबिर हालेर कन्ट्याक्ट गर्नु होला यो के अरे मनाङ मुस्ताङ जाने गाडीलाई। हाम्रो ड्राइभर चाहिँ यही हो गुरु अङ्कल। ल तपाईँको नम्बर मलाई दिनु होला। पुरै यहाँ पूजा भइरहेछ केटा हो। ल रातो रातो पुरै डेन्जर छ। तपाईँको नम्बर मलाई छोडिदिनु ल। बाइक पनि रातो गाडी पनि रातो। पुरै पूजा भइरहेछ यहाँ ल आज केटाहरूले यहाँ। गोजीमा पैसा छैन 5-10 रुपियाँ पुरै यस्तो छ है। 5-10 रुपियाँ यसो हालिदिनु न यता मसँग ला अरनिको सुपर बसको नाम चाहिँ डेन्जर हो क्या। त्यो सङ्गीता छैन त्यसलाई यसलाई टिका लगाइदिनु पर्छ चेलीबेटीले। चेलीबेटी गाडी होइन भाइ हो भाइ भाइ ए भाइ उयो स्याउ काटेर अहिले ट्याक्टर काट्ने है पर्छ कलर सबैले भन्नु। ल भाइ लाइटर ल्याउ त भाइ। लाइटर भित्रबाट त्यो टोपी दुईटा छ लाइटर। 50 सिटमा लाइटर छ क्या। 50 सिटको गोजीमा लाइटर छ। दुईटा थियो दुईटा। ल होलीको ह्याप्पी होली आमा बढी ध्यान बढी त चाहिँ चिसो भएर भित्र लाइटरको मार्छ मालाम कता ए उताबाट बिसन्चै लाइटरै भेटन जस्तो छ तिनीहरूले भेटे भाइ लाइटर रातो रातिन भने गाइज म चाहिँ तपाईँहरूलाई ल है खतरा खालको गाडीको मेन चिजहरू देखाउँछु है। यो फ्यान है फ्यान पुरै राम्रो छ। लास्ट सिट हेर्नुहुन्छ भने यस्तो छ पुरै दामी। सिसान छ ढक्क लाएर ल विपिन को हो यतातिर है छ है। ल मनिष पछाडि पनि पूजा गर्नुपर्छ के अरे।
ओ दिपेश यहाँ आऊ न यो धुप्लिएर उता जाऊ के घुमाउने हो यहाँ पछाडि चाहिँ इन्जिन हुँदैन है धुप पनि फेरि खतरा रहेछ भित्र एक काम घुमाएर ल्याउ त धुप ओइ लड्छ ओइ झन्डै लडेको यो ओए फोर लाग्यो बढी चाहिँ नि आउनु पऱ्यो न गाडीको सिस्टमहरू चाहिँ यो गियर हो यो ढोका हो लाग्छ अहिले कुन चाहिँमा छ यो न्युट्रलमा केटाहरू सब लडाइदिउँ म आए पुजारी बाहुन आयो महाकुरेले बाहुन आयो भन्दा इन्जिन पूजा सेरिङ धेरै फोर भयो भन्नु एउटा पानी हेल्यौ नि टिका लाउने तिमी ल एकछिन ल टिका लाउ ए विश्वकर्मा बाबा की जय तेल कम्पी हो मैले पनि सिद्धि ए बिपिन नि लाउने हो तीनजना लाउँछ नि सकमा कहाँबाट आएको एकै सरमा फुटाउनु पर्छ नि भाइ फेरि त्यहाँ चाहिँ नरिवल फुट्यो ल ओहो मजाले फुट्यो तर पानी आएन एक थोपा भगवान भनेको जस्तो होस् सोचेको कुरा पुरा होस् उयो बहिनीलाई यो बहिनीको पाली अब लगाइदिनु हेर आशिक राम्रो दिन है पढ्नु है यो कहाँ चढे अरनिकको सुपर एक्सप्रेस 50 को त छैन मसँग त छैन कि 50 को त्यही मिलाउनु न आशिक त अनि त्यो दक्षिणा त अनि पैसा खान्छ दक्षिणा लाग्छ यहाँ जाऊ न के लाटाले पापा हेरे जस्तो त्यहाँ बस्छ तल यो पनि लाउने ल यार ल दाइ यार अब ल यार को सुहानी पनि छ के खुसी के अरे सुस्ना पनि छ फेरि सुस्ना पर्दैन आइसक्यो स्याउ स्याउ काटाउ कसो बनाऊ प्रसाद चाहिँ बनाउनु पर्यो है केटा हाल्दैन यार के राईलाई चिकिनलाई त्यो राई नै हो नि त ऊ कस्तो कुरा गरे कपाल सपाल छेवर गरे खाने यत्तिकै अनि राईलाई चिकन फ्राई हान्नु पर्ने नमस्कार गर ल मामालाई खै ढोकेको ल कामै हरायो त के हो मैले हेर्ने कि किन नल्यादा नि ब्रो हेर्ने नै छुट्टी तेरो एकछिन ल भिडियो भइसक्यो अहिले राम्रो आशिक दिनु न हौ छैन के भनेको त्यही हो फलोस् फुलोस् सन्तानले डाँडा काँडा ढाकुन् भन्ने हो ल आउ त को टिका लाउने लाइन केटा हो केटा टन्नै छ त यार लाउ न यार त्यो स्याउ स्याउ चाहिँ काटेर ल्याऊ यो नर्मेलहरू काटेर ल्याउ न हँसिया लिएर आइज न होइन यो पूजाको अब राम्रोसँग दसैँमा लाउनु पर्छ जे भइन आशिक हो केटा हो
राम्रोसँग के गर्नु आशिक भन्न आउने भए त म यो निधारै भरिदिन्थेँ सबै पहिला उस्तो ल मनिष अन्त नर्बल सर्बल भएको स्याउ स्याउ काट उयान छ है स्याउ स्याउ यहाँ पनि छ प्रसाद हो के मलाई लगाइदिनु न यहाँ माथि आएर गर यहाँ माथि आएर त्यहाँ बाघ आएको छ अरे है बाघ खाले खाला नि फेरि ल गाइस अब चाहिँ मैले टिका सिका लगाएँ होइन देख्न सक्नुहुन्छ अब चाहिँ यही हो होइन साथीहरू आज चाहिँ गाडी पूजा मस्त गरिरहेछ केटाहरूले यहाँ अब एकछिनमा प्रसाद सरसाद खाइन्छ होइन त्यसपछि सक्यो पूजा सक्यो त्यही नै हो पूजा ल गाइस आजको भिडियो कस्तो लाग्यो होइन लाइक कमेन्ट सेयर मजाले गर्नु होला यो गाडीको कन्ट्याक्ट नम्बर हजुरहरूलाई म डिस्क्रिप्सनमा टक्क हालेर राखिदिन्छु होइन हजुरहरूलाई मनाङ मुस्ताङ कहीँ जानु पर्यो भने यसो कल गर्नु होला म दाइको यहाँ नम्बर टिपेर टक्क राखिदिन्छु होइन ल गाइस कस्तो लाग्यो कमेन्ट समेन्ट मजाले गर्नु होला है त ल